नेचुरल हिस्ट्री अफ इभिएम है त नेचुरल हिस्ट्री अफ इभिएम भनेको चाहिँ एकदमै सिम्पल छ कतिजनाले के गर्यो भनेर मात्रै हेर्ने होइन पहिला सुरु स्पेसल मार्टिन 3 to 6 होइन त्यसपछि 1/3 रुल होइन 1/3 भन्दा 1 र 3 को बिहे होइन 10% र 30% हो त 10% मोर्टालिटी 30% मोर्बिडिटी है त अनि 3 to 6 है त यो ग्राफ बनाउने होइन अनि त्यसपछि के हुन्छ 3 to 6 30 र 60 है त 30 र 60 है त 3 to 6 भनेको 30 to 60 1 र 3 भने 10 र 30 भयो 32 यो 30 भयो यो 60 भयो अब अफकोर्स ब्लिड बडीमा हुन्छ नि होइन त्यही भएर 60% भयो 30% के हुन्छ यो तिम्रो सिजर भयो बाँकी रहेको 10% भयो त अनि अब नेक्स्ट भनेको के हुन्छ दुईटा ग्राफ बनाउनु पर्छ एउटा यहाँ अर्को यहाँ है त अब के गर्ने भन्दाखेरि 1 र 3 बनाउने होइन अनि त्यसपछि अर्को भने 2.4 र अलिकति माथि पुग्छ 8 है त 2.4 8 अब 10 20 30 40 50 हुन्छ यहाँ हाफ 4 देखि कति हुन्छ 14 मा है त अर्को हुन्छ कति 11 देखि कति हुन्छ 34 जस्तोमा हुन्छ त 11 to 34 ठ्याक्कै याद गर्न पनि सजिलै छ त इन्टु 3 गर्दाखेरि यता पनि झन्डै 2 4 जा 8 जस्तो भइन्छ 2.4 to 1 to 3 जस्तो हुन्छ होइन अनि त्यसपछि यो चाहिँ रप्चर पार्ट हो यो चाहिँ नन रप्चर पार्ट हो यो चाहिँ रप्चर पार्ट हो है त अब रप्चर पार्टमा के लेख्नु भन्दाखेरि दुईटा बनाएको छ नि त मैले यहाँ यो भन्दा चाहिँ के हुन्छ भेनस ड्रेनेज भइरहेको छ भनेपछि यो तल छ सुपरफिसियल भयो यो माथि छ यो डिप भयो है त यो सुपरफिसियल भयो यो डिप भयो यो दुईटा छ भेनस ड्रेनेज भइरहेको छ यसमा चाहिँ के हुन्छ नो भेनस ड्रेनेज है त यति गराउनु त्यसपछि अब अर्को आयो तिम्रो यो भयो अनि त्यसपछि ग्रेड 1 2 3 4 5 हुन्छ यता लेख्नु 1 2 3 4 5 अनि यहाँनिर चाहिँ के हुन्छ दोहामा धोनी भनेर सम्झिनुहुन्छ कि दोहा भनेको डी भनेको 4 भयो ओ पछि 10 आउँछ एच भनेको के हुन्छ एचआई चाहिँ 18 आउँछ अनि बाँकी दुईटा चाहिँ के 31 आउँछ है त 31 र 37 त्यही भएर दोहामा धोनीको 7 हो नि त होइन त्यही भएर 37 यो कति ए भनेको कति 31 है त दोहामा धोनी यस्तो गरेर सम्झ्यो भने तिम्रो ट्याक्क लगाएर 1 2 3 4 5 अनुसार हुन्छ है त सो यही नै हो इपिडेमियोलोजी भनेको कति 1% 0.1% है त एकदमै कम 0.14% है त इभिएम असिम्टोमेटिक एनिरिजम 0.05 है त सो अब बाँकी रहेको एक्सिड विथ ओस्लर वेबर रेभोल्युसन द मोस्ट जेनेटिक कज अफ द सेरेब्रल एभिएम ओस्लर वेबर रेड्युस सिन्ड्रोम है टेलेन्जर हेमोरेजिक टेलेन्जाइटिस है त इभिएमको एज भनेको कति 33 इयर्स है त लेस देन कति 45 इयर्स अफ द एन्युरिजम है त प्रेजेन्टेसन भनेको यही नै सिजर लिएर आउँछ 34% 8%ले रिमाइन्ड मास इफेक्ट 48% 60% है त त्यसपछि हेमोरेजको पिक एज अफ हेमोरेज बिट्विन 15 and 20 इयर्स मोर्टालिटी त्यही हो 30 to 50% मोर्बिडिटी हेमोरेज बढी के हुन्छ प्यानगामामा बढी हुन्छ है त त्यही नै एनुअल रिस्क अफ हेमोरेज भन्न बिर्सेछ 105 माइनस एज है अनि एज डाइग 30% इन्क्रिजिङ रेट अफन रेज 2 to 4% है त सो यति नै हो रिस्क अफ ब्लिडिङ भइहाल्यो अब यही कुरा अघि नै भनेको कुराहरू चाहिँ यो टेबलको कुरा चाहिँ यहाँनिर ट्याग 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 गर्ने है त 4 to 14% 11 to 34% है त सो अनि 22% अफ रिस्क अफ डेभलपिङ इपिलेप्सी है त 20% 22% रिस्क अफ 1 2 3 4 5 को यही भयो अर्को मात्रै छ स्पेसल मार्टिन ग्रेडिङ अनुसार यो बुकमा छैन रहेछ सो थ्याङ्क यू